साथीहरु नमस्ते। यहाँलाई स्वागत छ मेरो युट्युब च्यानलमा। न्यू डे न्यू भ्लगको साथ उपस्थित भएका छौँ। आज पोखरा महानगरपालिका 9 को कृषि सञ्चालनले आयोजना गरेको गडेडा मल र ग्रो ब्याग र एग्रो ट्र्याक वितरण कार्यक्रमको मैले भ्लग बनाएको छु। यहाँहरूले हेरेर र साथ सपोर्ट गर्नु होला। हस्त धन्यवाद। आजका प्रमुख अतिथि यसै वडाका वडा अध्यक्ष दिपेन्द्र मर्सानज्यू, यसै गरी विशेष अतिथि मनोहर कडेराज्यू र अतिथिज्यूहरूलाई ब्यानर हस्ताक्षर गरेर सहयोग गरिदिनु न तपाईँहरूले अनुरोध गर्दछु। यसै गरी यो टाँसेको निकाल्नु एकतिरको मात्रै यो च्यार्रा पारेर बाहिर निकालेर राखिसकेपछि यसमा केही किराहरू सेतो झिङ्गा लाई अनि त्यसपछि अब फलको आउने औसा लगायतका धेरै अलिकति यो माखाहरू झिङ्गाहरू धेरै कुराहरू पर्छन्। यो पर्दै गर्दाखेरि चाहिँ हानिकारक किरा र कहिलेकाहीँ मित्रजीव पनि पर्छ। तपाईँहरूले अब धेरै मित्रजीवहरू जस्तो पर्यो भने यो निकाल्ने नराख्ने, तर शत्रुजीवहरू धेरै परेका छन् भन्यो भने यसलाई राख्ने र केही समयसम्म यो पानीले अरू खान्छ एकैचोटि दुईतिर नखोल्नु होला, किनभने केही समयपछि यसको पानीले घामले यो च्यापचापैपन सकिन्छ। अनि त्यसपछि अर्को समयमा फेरि यतातिरको यो च्यापचापै निकालेर हजुरले भिन्नाउने। यसलाई चाहिँ पहेँलो स्टिकी ट्र्याप भन्छ। यो स्टिकी ट्र्यापले चाहिँ बल्ल बिरुवाहरूमा लाग्ने, हामीले यो राखिसकेपछि पिसादीहरू राख्न परेन, स्वस्थ उत्पादन गर्न सकिन्छ भन्ने कुरालाई यहाँले जान्न पर्यो। र अब एउटा यो ग्रो ब्याग छ। अब हजुरहरूले ग्रो ब्याग भनेको यो चाहिँ दुईवटा यदि धेरै ठुलो छ क्या यो हेर्नु है, यो ठुलो ग्रो ब्याग छ। यो ठुलो ग्रो ब्यागमा हजुरहरूले अब यो सेतो र कालो छ, बाहिरबाट सेतो फर्काउने र भित्रबाट कालो छ। हेर्नु है, दुई थरी छ। यो कालो किन यो सेतो र कालो भएको भन्दाखेरि यो भित्र झार नआओस्, घाम नपरोस्, सिधै नजाओस्, तातोस् भन्ने हिसाबले हो क्या। यो हामीले दुध ल्याउने अरू प्लास्टिकहरू भयो भने के हुन्छ त भन्दा यहाँभित्र घाम छिर्छ, भित्र बेसरी तातो हुन्छ अनि झार पलाउने समस्या हुन्छ। अब हजुरहरूले यो के गर्नुपर्छ भने यसमा यसको सामग्रीहरू राखिसकेपछि यसलाई मल माटोहरू राम्रोसँग मोल्ने सकेसम्म चाहिँ अलिकति कम्पोस्ट मल अझ अलिअलि मलिलो माटो र अलिकति नरिवलको जटा कोकोपिट हुन्छ, त्यसलाई मिक्स गरेर राख्यो भने हल्का तरिकाले रहन्छ र त्यसलाई माटो भर्ने। अनि ठाउँ ठाउँमा प्वालहरू नभएको अवस्थामा कतिमा त प्वाल पनि हुन्छ, प्वालहरू नभएको ठाउँमा चाहिँ तपाईँहरूले फेरि अब यो अलिकति माथिपट्टिबाट पर्ने गरेर ठाउँ प्वालहरू बनाइदिनुपर्छ। र यसलाई यो यतिको फोल्ड गरेर क्या चिटिक्क पारेर यतिको फोल्ड गरेर चाहिँ यहाँ भर्ने है। माटो भर्दाखेरि चाहिँ यसरी चाहिँ यो माटो भर्दा यतिको प्वाल गरेर भर्ने र यो माटो तपाईँहरूले भर्नुभयो भने फेरि यहाँबाट 4 मल तल चाहिँ माटो भर्ने। पुरा माटो भर्नुभयो भने फेरि पानी पर्दाखेरि उछिटिएर घरभरि फोहोर हुने, अन्त माटो पनि जाने हुन्छ। यही भरेको पानीलाई चाहिँ त्यसरी जोगाउने र यसरी यो राखिसकेपछि अब यसलाई भरेर सिधा बनाएर राखिसकेपछि यसमा हजुरहरूले मल माटोको आधारमा राखिसकेपछि मानव के चिज पनि फलफुल चाहिँ तपाईँले यसमा रोप्न मिल्दैन, किन भन्दा फलफुल भनेको लामो अवधिसम्म जाने हो। तर सिजनल 1 वर्षभित्र हुने अधिकांश बालीहरू रोप्न सकिन्छ। यो कम्तीमा 3 वर्ष जति यो टिक्छ। यसले घाम पानी सुहाउने खालको हो। यो 3 वर्ष टिक्नेपछि अहिले तपाईँले मल र माटो मिलाएर राखिसकेपछि फेरि अर्को वर्ष चाहिँ यो यहाँ जराहरू आउँछन्, के आउँछन्, डल्लो हुन्छ, यसलाई फेरि निकालेर राख्ने हल्लाउने। अनि त्यसपछि त्यसमा फेरि मल माटो मिसाएर फेरि रिफिलिङ गर्नुपर्छ। एकचोटि राखिसकेपछि वर्षसम्म 2 वर्ष 3 वर्षलाई पुग्ने भन्ने हुँदैन। यसरी चाहिँ यसलाई प्रयोग गर्नु होला। अब बिरुवाहरू खाली भएको ठाउँहरू हुन्छ। यस्तो किन सजिलो छ भन्दा गमला भयो नि
यत्रो उचाल्न नि पर्यो, घरको हिसाबले नि महँगो पर्यो। यो भयो भने के भने सस्तोमा पनि आयो, केही बोक्नु पर्यो। कहिलेकाहीँ जरा जुरो असिना आइहाल्यो भने पनि ल ल ल भनेर सबैले सोधेर अलि यतापट्टि असिना नपर्ने ठाउँमा ल्याउँ भन्दा नि सजिलो हुन्छ र हाम्रो लोड पनि कम हुन्छ र सकेसम्म चाहिँ अझै हामीसँग घरमै भएका बोराहरू, अब खाद्यान्नहरू किनेर लिएर आएका चामलका बोराहरू, अरू चाहिँ तेलका पोकाहरू जस्ता चिजहरूलाई पनि हामीले उपयोग गर्नुपर्छ। सकेसम्म के हो भने कौशी खेती अभियान गर्दै गर्दा हामीले घरबाट फोहोर फालेनौँ। वडा नम्बर 9 ले हामीले प्रयोग गर्न मिल्ने रियुज गर्नुपर्ने सामानलाई रियुज गऱ्यौँ, रिसाइकल गर्नुपर्ने सामानहरूलाई रिसाइकल गऱ्यौँ, कुहिने चिजहरूलाई हामीले मल बनायौँ भन्ने तरिकाले हामीले लान सक्यौँ भने कौशी खेती यो सहरी क्षेत्रमा यो पछिल्लो समय यसलाई अलि बढावा दिनु परेको के हो भन्दाखेरि हामीले सहरी फोहोर व्यवस्थापन होस् र तपाईँहरूबाटै सेग्रिगेसन, यति धेरै सेग्रिगेसनको कुरा आएको छ। वडा नम्बर 9 ले अब यति कौशीमा पनि गएको छ, यसको बारेमा जानकारी पनि पाएको छ। यहाँ धेरै तालिम प्राप्त व्यक्तिहरू पनि हुनुहुन्छ। सेग्रिगेसनको हामी नमुना देखाउँछौँ। हामी 9 मा वर्गीकरण नगरिकन फोहोर फाल्दैनौँ भन्ने कुराहरूको यहाँहरूले प्रतिबद्धता गरेर अगाडि बढाउन सकियो भने यो सबै वडाहरूलाई पनि एउटा जानकारीको लागि एउटा प्रेरणाको स्रोत पनि बन्छ र यहाँका वडावासी स्वस्थ पनि रहने, हरियाली पनि रहने र एउटा चाहिँ के भने गर्वलायक ठाउँको रूपमा पनि विकास हुन्छ। त्यो हिसाबले हामीले अहिले महानगरपालिकाबाट विभिन्न वडाहरूमा, विशेष गरेर सहरी वडामा वडा स्तरीय कृषि सञ्जाललाई वडासँग प्रत्यक्ष धेरै खुसी पनि लागिरहेको छ, किनकि विगतमा कृषि कौशी खेती के हो भनेर जानकार नभएको अवस्थामा, गठन भएको अवस्थामा यो सञ्जालले धेरै फड्को मारिसकेको छ। आदरणीय अध्यक्ष जो बिमलाजी हुनुहुन्छ, उहाँ निरन्तर लागिरहनु भएको छ। वडा नम्बर 9 सँग सहकार्य गरेर प्रत्येक गतिविधि सल्लाह सुझाव लिएर कार्यक्रम गरिराख्नु भएको छ। यो हिसाबले पनि यो कृषि सञ्जाल धेरै अगाडि बढेर यो अवस्थामा आइराख्दाखेरि धेरै खुसी लागिरहेको छ। आज हामीले 9 ले जुन आज यो यस्तो राम्रो कार्य गर्नुभएको छ, गडेउला मल, ग्रो ब्याग त स्टेम वितरण गरेर जुन कार्यक्रम गरिरहनु भएको छ, हजुरहरूको यस कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। जसरी आफ्नो घरमा भएको फोहोर व्यवस्थापन गर्दै आफूले यो मध्यकालीन नमस्कार है, नमस्कार। सर्वप्रथम तपाईँहरूलाई सुरुमा हामीले कौशी खेती गर्दाखेरि हामी कति धेरै गाली खायौँ होइन, काम नपाएर कौशी खेती गरेर के हुन्छ भन्ने कुराहरू धेरै आएको। फेरि मैले भनेको होइन, पोखरा महानगरपालिकाको सबैलाई दोष लाउने भएको थियो। आज मनोकरण कृषि लगाएको सबै हामी दिदीबहिनीलाई गाली गर्ने थियो। कसले गाली गर्दा चाहिँ यही दिदीबहिनीले गाली गर्ने, कति केही छैन, आफ्नो परेसा बारी के अरे घर छोडेर कौशी खेती के फला भनेर गाली गर्थ्यो। यो कौशी खेती भनेको हेर्दाखेरि सामान्य जस्तो लाग्छ। यो कौशी खेती जसले गरेको छ त्यसको मन मस्तिष्क र एउटा अघि सरले भन्छ फोहोर मैला व्यवस्थापन कसरी गर्ने र हाम्रो जुन वडा 9 मा एक आना जग्गा पनि खाली जग्गा छैन कहीँ रोप्ने, तर हामी यसमा पनि कौशी खेती गर्न सकिन्छ भनेर पोखरा महानगरपालिकामा वडा 9 ले गरेका क्रियाकलापले गर्दाखेरि आज सबै कौशीका विशेष चासो सरकारले लिएको छ। हामी प्रत्येक घरमा जाने भने हामी प्रत्येक घरमा केही न केही हामी फलाएका छौँ। हामी तपाईँले 1 किलो मात्र टमाटर किन्न परेन भने प्रत्येक घरमा हामी चाहिँ अहिले हामी 200 जनालाई हामीले यो मल बाँड्दैछौँ। 200 घरमा 200 किलो टमाटर फल्यो। कोही पैसा बच्यो त आफ्नै देशमा बन्यो, आफ्नै वडामा बस्यो, आफ्नै घर परिवारमा बस्यो। यो कन्सेप्टले हामी काम गरेका छौँ। प्रत्येक घरमा आफूले फलाएको चिज आफूलाई खान पुगोस्, आफ्नो बाला बसेर सबैलाई पुगोस् भन्ने हामी सुरुवात गरेको। जति सुरुमा हामीले गाली खायौँ, अहिले प्रत्यक्ष रूपमा कौशी खेतीले के गर्छ कसो गर्छ प्रत्येक सासुले आज हामी यो ठाउँमा जुन मैलोपुरको फल्सा ठाउँमा सबैलाई बोलाएर सबै अरू दिदीबहिनीलाई बोलाउनु, अनि छिमेकी कृषि सञ्जालको दिदीबहिनीलाई हामी 6 का आउनुपर्छ, 11 का आउनुपर्छ, सबै दिदीबहिनीलाई देखाएर हामी चाहिँ काम गर्न खोजेको छौँ। यो भनेको समाजप्रति हामीलाई देखाएका त्यतिखेर खिचिटिउरी गरेको दिदीबहिनीलाई देखाएको हाम्रो चाहिँ हामीले केवल कौशी खेतीले भनेको समाजमा आफ्नो घरमा के गर्नुपर्छ, छतमा भने फलाउनुपर्छ, कृषि प्रधान देश भन्छौँ, तर हाम्रो जग्गा नभएको देशले के गर्छ भन्दाखेरि कौशी बस्ने फलाउँछौँ भनेर सुरुवात गरेको र यसले फोहोर मैला व्यवस्थापन गर्छ सबै कुरा गरेछ। तपाईँलाई हामीले सबै अनुदानमा दिन्छौँ। अझ यो पुगेन भने अझ हामीलाई पोखरा महानगरपालिकाले साथ सहयोग होइन, आर्थिक रूपमा नैतिक रूपमा भएको सब सहयोग गरेको छ। त्यसले गर्दाखेरि तपाईँहरूलाई कहिले बिउ बजेट गरेछौँ, कहिले विभिन्न चिजहरू बाँडेछौँ भने आज तपाईँहरूलाई यो अर्ग्यानिक फेरि गडेले मल हामीले बाँडेका छौँ। अनि त्यसपछि फेरि यो गो ब्यागमा फलाउनको लागि विभिन्न यो प्याकेजहरू बाँडेछौँ र हामीले यो
किराहरू फटाङ्ग्राहरू घरमा नआओस् भनेर त्यो टाँस नगराइ त्यो पनि हामीले बनाएछौँ भनेपछि एउटा पोखरा महानगरपालिका 9ले हाम्रो दिदीबहिनीलाई कौशी खेतीमा आत्मनिर्भर होस् भनेर हामीले तपाईँहरूलाई यो काम गरेको छौँ र तपाईँले फेरि बनाएर धेरै भयो हामीले के गर्ने भनेपछि नआत्तिनुहोस्। तपाईँ धेरै भएको दिदीबहिनीहरूले फेरि प्रत्येक बिहिबार ल्याएर बेच्ने ठाउँ पनि बनाएको छौँ। त्यो सबै राम्रो फलाउनुहोस् र बढी भएको चिज बिहिबार बेच्ने अनुरोध गर्दै तपाईँको यहाँ कार्यक्रम आयोजन भएको आज कृषि सञ्जालले यस्तो कार्यक्रम गर्दै मनैदेखि धन्यवाद। म लगायत मेरो वडा 9को तर्फबाट हार्दिक धन्यवाद दिँदै यो कार्यक्रमको पूर्ण सफलता कामना गर्छु। ल 10 किलो मल ग्लो ब्याग 6वटा र येलो ट्र्याक 2टा वडा अध्यक्ष प्रमुख अतिथिको हातबाट जया बरालले लिनुभएको छ। धारण गरेर बसिदिनु न सबै आदरणीय बुवामा हामीलाई हातमा हात एकदम लगाएर एकदम हिँड्न सिकाउने र हामीलाई जुझारु बनाउने हाम्रो आदरणीय वडा अध्यक्षज्यू श्री दिपेन्द्र मर्सानीज्यू र यसै गरी हामीलाई एकदम महानगरबाट हरेक कार्यक्रममा साथ सपोर्ट दिने जति बेला फोन गरे एउटा हाकिम सरले पनि जति बेला फोन गरेर उठाएर हामीलाई कस्तो हाम्रो समस्या परेको छ हाम्रो सल्युसन गरिदिएर हामीलाई एकदम हौसला दिने हाम्रो चाहिँ आदरणीय कृषि आर्थिक विकास महाशाखा प्रमुख आदरणीय मनोहर सर र यसै गरी हाम्रो निवर्तमान अध्यक्ष र यो अहिलेको हाल वडा सदस्य लक्ष्मी पारीज्यू र हाम्रो आदरणीय दाजु एकदम सकारात्मक सोचका साथ हामीलाई सपोर्ट गर्ने हाम्रो नन्दराम गिरिज्यू र हाम्रो छिमेकी वडा सञ्जालका हाम्रो प्रिय बहिनी बृन्दा झरेलज्यू र यसै गरी आज हाम्रो पहिलोचोटि कार्यक्रममा समावेश गर्न पाइएकोमा हाम्रो बहिनी 11 नम्बरको वडाको सञ्जालको उपाध्यक्ष सावित्री भण्डारी बहिनी र यसै गरी हाम्रो वडा नम्बर 7 का संयोजक हाम्रो सर पङ्कज हाम्रो कृषि सञ्जालको सचिव ज्यूले यहाँ मल उठाउँदै हुनुहुन्छ। ल मल उठाउँदै हुनुहुन्छ। ल मलको मल उठाउँदैछ यहाँ मल उठाउँदैछ। आज सबजना ग्रो ब्याग मल लिन उपस्थित हुनुभएको छ। ल मल लिन उपस्थित हुनुभएको छ दिदीबहिनीहरू। मल ग्रो ब्याग र ट्र्याक येलो ट्र्याप लिनलाई उपस्थित हुनुभएको छ। यहाँ नाम टिपाउँदै हुनुहुन्छ। ल यहाँ सबैजना अब कार्यक्रम सकिएपछि मल लिनलाई सबैजना ल बोल्नु भन्नुहोस्। तपाईँलाई चाहियो कि तपाईँले भन्नु पऱ्यो नि त माग गर्नु पऱ्यो क्या अनि बल्ल म यहाँ भ्याएकै छैन नि म यहाँ भ्याएकै छैन लिएर आइदिउँ म चाहिँ पर्दैन कि ल रे सबैजना काम छ के हजुर ल ल हुन्छ ल यो कसको छवटा यो पुकुको हो अनि ल हुन्छ ल गोबर सबैजना मल लिँदै घर जाँदै अब मल लिँदै ल सबजनाले मल भेटिसक्यो। अब मल लिएर ल सबैले ग्रो ब्याग कतिजना ग्रो ब्याग मल
ल सबै नाम लेख्दै यहाँ नमस्ते आराम हुनुहुन्छ नमस्कार नमस्कार ल सबैजना कार्यक्रम सकियो अब सबैजना ल सबैजना है ल सबैजना म त भिडियो खिचिदिन्छु कि ल सबैजना ल हाम्रो फुल के